नमस्कार साथीहरू। आज हामी कीर्तिपुरदेखि काठमाडौँ उपत्यका तेर्सो अग्लो चुचुरो चम्पादेवी जाँदैछौँ। ब्याग चाहिँ हामीले तलै राखेरै उकालो लाग्यौँ। उकालो लागिसकेपछि धेरै माथि पुगिसकेका थियौँ र मैले साथीलाई सोधेँ, हाइकिङको महसुस कस्तो भइरह? राम्रो लागिरहेछ। त्यति समयपछि हिँडेर होला। त्यसै गरी साथीहरू खोइ भनेको त माथि गएर बसेका रहेछन्। अनि साथीले भन्नुभयो कि हामी मोटाएर होला, हामीलाई पछि पारेर गइरहन् भनेर भन्नुहुन्छ। ठिक छ, केही भएन भनेको। नमस्कार दर्शक महानुभावहरू, अहिले हामी चम्पादेवी जाने बाटोमा छौँ। करिब हामी 1 घन्टाको यात्रा पुरा गरिसकेका छौँ भने अझै आधी घन्टादेखि 1 घन्टाको बाटो छ भन्ने हाम्रो प्राप्त जानकारी छ। करिब 2 घन्टाको बाटोपछि हामी माथि डाँडामा पुग्यौँ र त्यहाँ चाहिँ हामीले च्याउच्याउ चिउराहरू किनेर खाँदै बाटोमा रमाउँदै हिँड्यौँ। र साथीहरूले भन्दै थिए अब धेरै समय लाग्दैन, धेरै उकालो पनि छैन भन्दै थिए र हामी खुसी हुँदै अगाडि बढ्यौँ। त्यसै क्रममा साथीहरू पनि धेरै खुसी थिए र माथि हिँडेको त धेरै बाटोमा चाहिँ उकालो देखे। त्यसपछि साथीहरूले चाहिँ यस्तो उकालो हिँड्नुपर्छ ल अब चाहिँ जान सकिँदैन सजिलो भन्छन्। अरू साथीहरू त उहीँ तलै छोडिसकेका रहेछ। त्यहीँ भस्मे डाँडामा पुगिसकेका थियौँ र त्यहाँदेखि त साथीहरूले अझै पनि धेरै टाढा छ भनेर पो बताउँछन् त। पारी हो भन्छन्, अझै 2-3 घन्टा 1.5 घन्टा लाग्छ भन्दै थिए। अनि त्यसपछि हाम्रो निर्णय चाहिँ यहीँबाटै फर्किने भन्ने निर्णयमा पुगिसक्यौँ। त्यसपछि 2-4 क्लिप्सहरू फोटो खिचौँ भनेपछि साथीहरूसँग फोटोहरू खिच्यौँ। त्यसपछि चाहिँ बादलहरू धेरै लाग्यो। त्यसपछि डाँडो पनि देखिन छाड्यो र फोटो भिडियो बनाउँदै थियौँ। पछि हाम्रो गन्तव्य भनेको घरतिर। त्यसपछि मैले साथीहरूलाई सोधेँ, हामी कहाँ पुगेर आइयो भनेको त साथीहरू सबै हाँसे। गाउँ डाँडामा आएर फर्कियौँ पो भन्छन्। ल ठिक छ, त्यसो भए अब हामी पुरै रूपमा हामी फर्किसकेका थियौँ घरतिर जानलाई। त्यही क्रममा ओह्रालो पर्यो। त्यसपछि साथीहरू चाहिँ अब ओह्रालो जानुपर्छ भन्दै हाँस्छन्, खुसी हुन्छन् र मलाई पनि खुसी लाग्यो। अब चाहिँ ओह्रालोमा चाहिँ धेरै गाह्रो हुँदैन भनेर चाहिँ ओह्रालो झरेको त कुहिरो लागिरहेको हो, पानी आउँछ कि भनेको त तल आएर हेर्छ म त काठमाडौँ सहरमा पुरै बादल लागेको भए त घाम लागिरहेको। बाटोमा आउँदा फेरि पानी पर्यो। माथि कहाँ पुगेको त झर्न त धेरै गाह्रो भयो। कस्तो पानी पर्यो यार, गाह्रो छ। आजको भिडियो चाहिँ म यही नै अन्त्य गर्छु भन्दै हजुर सबैलाई नमस्कार।